ल हाम्रो स्कुल अफ एग्रिकल्चर 7 ब्याच 3rd सेमेस्टरका साथीहरू हर्टिकल्चरको भेजिटेबलको एडी त होइन ए प्राक्टिकल गरेर राख्नु भएको छ। हाम्रा वरिष्ठ धीरेन्द्र राज नेउपाने पनि हुनुहुन्छ यहाँ। राजकोट नगरपालिकाका कृषि शाखा प्रमुख हुनुहुन्थ्यो, अहिले चाहिँ अब यहाँ खनिराख्नु भएको छ। उहाँलाई अनौठो अनुभूति भइरहेको होला। अहिलेसम्म काम नगरेको मान्छे, अरूलाई गर भन्दै भन्नुहुन्थ्यो, अहिले चाहिँ आफै गरिराख्नु भएको छ। स्टुडेन्ट भइसकेपछि के गर्नु पर्दो रहेछ भने यहाँ आएर उहाँले बुझ्नुभयो होला, अहिलेसम्म बुझ्नु भएको थिएन। ल तपाईँको कस्तो अनुभूति भइरहेछ, तपाईँको धारणा के छ यसमा भन्नुहोस् त। हामीले 3rd सेमिस्टरको एक भेजिटेबल एन्ड स्पाइस क्रपको इन्डिभिजुअल प्लट हो। त्यसमा 3rd सेमिस्टर अनि प्रत्येक विद्यार्थीको 6.25 वर्ग मिटरको एउटा प्लट छ। त्यस प्लटमा विभिन्न बालीहरूको हामीले रिसर्च गर्ने हो। त्यस रिसर्च अन्तर्गत अब मेरो त लेटुस परेको छ, राम्रै छ, राम्रै उत्पादन हुन्छ। हामीले यहाँ लगभग 3 हुइल जति कम्पोस्ट मल पनि राखेका छौँ, बाँकी अरू मल पनि राख्छौँ। अब राम्रै भइरहेको छ प्लट। ल तपाईँको 25 के अरे कति स्क्वायर मिटर गरे यसको क्षेत्रफल 6 होइन 6.25 भन्नु होइन। ल 6.25 स्क्वायर मिटरबाट तपाईँको धेरैभन्दा धेरै उत्पादन आओस् भन्ने हाम्रो शुभकामना छ। तपाईँको प्र्याक्टिकल चाहिँ सफल होस्। थ्याङ्क यू। ल भइसक्यो, तपाईँको प्लट रेडी भइसक्यो। अनि एक्लै गर्नुभयो कि कोही थियो साथी? ए ओह, तपाईँ धेरै राम्रो गरिसक्नुभयो। अब बहिनीको पनि त राम्रै छ, माछा पालन भन्ने थिए अघि, अहिले जाओस् राम्रो भएको छ। अनि जानकी बहिनी आऊ न, कसको प्लटमा सहयोग गर्न जाँदैछौ? कसको प्लटमा सहयोग गर्न जाँदैछौ? आफ्नै प्लट हो? ल ठिक छ त्यसो। ए ल कसको प्लट है? प्लट हो होइन, अहिले भर्खर खन्दै हो। यसको प्लान्टिङ कहिले हुन्छ? सिड सोइङ भोलि गर्ने हो। ए ल ठिक छ त्यसो भए। अहिले यस्तै छ। अब 2-4 दिन हामी के हुन्छ त्यसको अपडेट राखिराख्छौँ। हेर्नु होला सबैले। डे टु डे अपडेट चाहिँ दिने चाहिँ बाचा सहित आजलाई हामी चाहिँ यही समापन गरेको चाहिँ जानकारी गराउँछौँ। देशको जनताको लागि एउटा प्लट निर्माण गरिरहेको छु सर म। हो र? यति दुःख गरेको भए के हुन्थ्यो रे? अब यो टिकापुरलाई चाहिँ आत्मनिर्भर साग उत्पादन गरेर आत्मनिर्भर बनाउँदैछु म। होइन, यति दुःख गरेको भए उतातिर के हुन्थ्यो रे? हजुर यति टिकापुरलाई चाहिँ हामी सागमा आत्मनिर्भर बनाउन खोज्दैछौँ। यति दुःख गरेको भए के हुन्थ्यो? समानुपातिक भइन्थ्यो? यति दुःख गरेको भए त राजसभाबाट समानुपातिक सिधै हो र? यत्रो फोका ल उठिसक्यो। ल ल ल ल 1 नम्बर सिफारिस है। यत्रो फोका उठाएको छ राजसभाबाट तपाईँ समानुपातिक सांसदको देखाउने भन्नु। 1 नम्बर सिफारिस भएपछि फेरि फिर्ता त लिनुहुन्थेन? 1 नम्बर 2 नम्बरसम्म भए लिन सकिन्थ्यो, 1 नम्बर त लिइन। ल धन्यवाद।